नमस्कार छ सबैलाई। गाउँले फेरि आयो नयाँ प्रस्तुति लिएर। म केटो कुनै बेला थिएँ म अल्लरे ठिटो। टिनेजको जोस मेरो चितवनको घाममा बित्यो। कहिले बाइक लिएर बेडी चोकदेखि बागमारा सौरातिर, क्यारम बोर्ड कहिले केडाहरू बोकेर, सिकारी झुन्ड हाम्रो बस्थ्यो सबलाई तोलेर, गलत गर्ने सबलाई दिनदहाडै ठोकेर, घटिया मान्छे गाउँको हिँड्थ्यो सबै लुकेर, डरको माहौल पुरै चारैतिर, सानैदेखि बागी हामी सीमा नागिदिने, सिस्टमलाई च्यालेन्ज गर्ने सोच छैन छाडिदिने, खराब नियम र कानुनलाई सिधै भाँडिदिने, गलत सिस्टम बनाउनेलाई सिधै गाडी दिने। मैले देखेँ सानैदेखि अत्याचार विभेद, मान्छेका हेपाइहरू कति साह्रो, रङ्ग जाति लिङ्ग वर्ग धर्मले बाँडिएको समाज हाम्रो के साह्रो। मैले त्यागिदिएँ विभेदको बाटो हिँड्न, मैले अब छाडिदिएँ, मैले फालिदिएँ हामीलाई फुटाउन सिकाउने किताब, मैले अब सबै च्यातिदिएँ, मैले च्यातिदिएँ। मेरो बानी सानैदेखि सहिन मैले नाइन्साफी, मलाई साह्रै मन पर्ने पावरको खिलाफ लड्ने गद्दाफी, शक्तिको युज गरी कमजोरलाई थिच्ने खेल पहिल्यैदेखि चलिआएको, अब बलि बोकाको होइन दिनुपर्छ बाघको दुर्गाले चढिआएको। जिन्दगीको भर छैन कहाँ कुनी खेल हुन्छ, कहाँ कस्तो केस चल्छ, कहाँ कहिले जेल हुन्छ, सही गर्न खोज्छ जसले त्यसलाई जाल झेल हुन्छ, केस पर्छ जुन दिन मलाई फाइलले टेबल फुल हुन्छ, तर जुट दिन्छु बाल छैन, आवाज बन्ड रेडी, मृत्युको नि डर छैन, राख्छु आफ्नो चिता रेडी, तर परदेशी बाँच्छु अहिले मन अनि मस्तिष्क घुमिरहन्छ नेपाल जहिले, तयारी गर्दै मैले रोकिन्न परदेशको म विलासितामा, कहिले फर्किन्छु नेपाल जहिले, धमाका हान्छु मैले नेपालको पूर्व कहिले, धाउँछु म पश्चिम कहिले, दिमागमा धेरै कुरा सोच्याछु अब मैले राई लिम्बू गुरुङ मगर तामाङ र चौधरी खस नेवार मुस्लिम अनि चेपाङ र मधेस गरी सबैलाई नै जोड्नु छ, एक ठाउँमा नेपाल भरि चलाउनु छ, नेपाली जनताले सत्ता निर्माण गरी फुटाउन आउँछन् थाहा छ पावरका गुलामहरू, धम्काउँछन् थाहा छ मलाई खोक्ला सब धम्कीहरू, हामी पनि रेडीमा बन्दुकको ग्रुप हुन्छ, कति चाहिन्छ एके ल्याउँछु, रसियाको नजिक छु म अभियान चलाउनु छ, सबैलाई जोड्नु छ, धेरै फुटेम हामी अब फुटाउनेलाई फोड्नु छ, सीमालाई तोड्नु छ, अगाडि बढ्नु छ, गर्दिन गुलामीमा बगावत मेरो खुनमा छ, गर्दिन गुलामीमा बगावत मेरो खुनमा छ।